देउरालीमा बतासल्यो देउरालीमा बतासल्यो 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 देउरालीमा बतासल्यो। अनि रिठे सहरतिर जानुपर्छ होला हौ, गाउँमा बसेर त बिरतै लाग्नु थाल्यो। अहँ जानुपर्छ। मैले सुनेको सहरतिर त दामी दामी सिएन लगाएर केटीहरू पो हिँड्छ अरे त, मखमख गनाउँदै। हामी यसो त गोबर गनाउनेले त भाउ दिँदैन होला नि, सहरतिर जानुपर्छ। ए त्यसो भने त भोलितिर हिँड्यौँ न त नि। जानुपर्छ होला। त्यो रिठे उयो केटी त को हो, चिन्न छौ क्या तिमी? त्यो त मेरै बहिनी हो त, हिजो लन्डनदेखिको आएको। तिम्रो बहिनी हो? त्यसो हिँड त कुरा गर्नुको लागि। बहिनी ठिकै छौ? ठिकै छु दादा। तँलाई त दादा अरे, त्यसो भए त कन्फर्म मेरो, मलाई राम्रो इन्ट्रोडक्सन गरिदियो ल, मलाई पठाइदिएर जसरी भए पनि। यो चाहिँ मेरो साथी हो। मेरो नाम हो कालु, सबैले भन्छ मलाई मायालु। होइन हौ बहिनी, कति दिनको छुट्टी लाग्यो त? ए दादा सहरको पुरा पोल्युसनले अनि गाडीहरू यत्तिकै हिँड्ने गर्दा मेरो पुरा दिमाग खराब भयो। अब म गाउँमै बस्छु होला। राइट यही कुरा अघि दिन म यो लाठोलाई सिकाउन आँटिरहेको छु। त्यही भनेको अघिदेखि गाउँमै राम्रो हुन्छ, सहर त राम्रो हुँदैन। सहरमा त त्यो पोल्युसन, धुवा, त्यो गाडीको पिपी बेर कान बहिरहेको हुन्छ नि। त्यही भएर यो लठोलाई मैले यति बुझाएको, खालि सहरमा त जाम हुन्छ, सहरको धुवा राम्रो छैन नि, खालि पोल्युसन हुन्छ, गाडी आउँछ। हजुर हजुर। त्यही भएर यो लठोलाई मैले यत्रो बुझाएको, सहर नजाऊँ, गाउँमै के गरेर खाम, गाउँमै के खेतीसेती गरेर खाम भनेर खालि सहर मात्रै जान्छौँ भन्छ हौ। कति बुझाउँछ, धेरै सोल्टिनले के भन्दैछ, गाउँमै राम्रो भन्दैछ, टाउनमा राम्रो हुँदैन। फेरि त्यसो धुलो सोलो खान्छ, गाउँमै खेती गरेर खान्छ यो पालि नि, ठाउँमै बस्नुपर्छ नि। सहर त राम्रो होइन नि, सहरको त हावा सावा पनि राम्रो छैन। गाउँमा हाम्रो गाउँको मान्छे भएर गाउँमा नबसी को बस्छ त गाउँमा? हो नि, हो यो मुलालाई मैले यत्रो बुझाएको हो नि। हो कसको फोन आएछ हौ? हेलो हेलो, को हो? तपाईँ को हो? सोल्टिने कहाँ हिँडेको नबोलिकन? हेलो, एकछिन रुखाइ। उयो त्यसो भने तिमीहरूले इन्भिटेसन कार्ड भेट? के को इन्भिटेसन तर? मेरो अर्को पालि त्यो उयो गोमाको छोरासँग मेरो बिहा हुन्छ, त्यही भनेर इन्भिटेसन कार्ड भनेको। हुन्छ ल दादा, मेरो बिहामा आउनु, अहिले म फिलहाल बिजी छु। हेलो देउरालीमा बतासल्यो देउरालीमा बता